नमस्कार। आज चाहिँ हामी हाम्रो यो कालीगण्डी गाउँपालिका वडा नम्बर 4 को दुर्गा भवानी टोलमा रहेको दुर्गा आधारभूत विद्यालय मुड्किना को प्राङ्गणमा छौँ। आज हामी चाहिँ यसरी दुर्गा आबीको प्राङ्गण चाहिँ यसरी वाल रातिदेखि परिरहेको बर्सातले यसरी चाहिँ भत्किएछ। यसको निरीक्षणको क्रममा हामी छौँ। यसरी रातिको वर्षाले क्षति पुर्याएछ। यस्तो किसिमको धेरै क्षति भएछ। यता पनि भत्किने अवस्थामा छ अझै पनि। हाम्रो नेपाल प्रहरीका टोलीहरू पनि आइपुग्नु भएको छ। उहाँहरूलाई धन्यवाद। यस्तो किसिमले एकदम नराम्रो किसिमले हाम्रो यो वाल भत्किएछ। यो कति वर्ष पहिला बनेको अरे माउसरी हो, लगभग 4-5 वर्ष भयो कि त्यस्तै भयो होला। यस्तरी गएछ कि फेरि यहाँ पनि फेरि यसरी चर्किएको छ। अझै यहाँ भत्किने क्रम जारी छ। हाम्रो चाहिँ यो दुर्गा आधारभूत विद्यालयको नयाँ भवन, यो हाम्रो अफिसको अगाडि, दुर्गा आधारभूत विद्यालयको अफिसको ठ्याक्कै अगाडिको आँगन यसरी भत्किएको रहेछ। हामीलाई सूचना आउने बित्तिकै हामी पनि निरीक्षणको लागि आएका छौँ। पक्कै पनि तलको बारीको मकै पनि सबै सखाप पारेछ। ल